अवस्था निकै नै भयावह छ। प्रहरी र आन्दोलनकारी बीच झडप भइरहेको छ। राजा ल्याउनु पर्छ भन्ने पक्षहरू र प्रहरी बीच यति बेला यो काठमाडौँको तिनकुनेमा भइरहेको झडपको अवस्था बारे रिपोर्टिङ गरेर देखाइरहेका छौँ। घरमा राजावादी समूहले आगजनी गरेसँगै यो अवस्था निकै नै विकराल बनेको छ। तपाईँ देख्न सक्नुहुन्छ आन्दोलनकारीहरू पनि घाइते भइरहेका छन्, प्रहरी पनि घाइते भइरहेको छ। आन्दोलनकारीले लाठी चार्ज गरिरहेको तापनि प्रदर्शनकारीहरू मान्न तयार छैनन्। दाइ पानी 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 छिटो जेमा भए पनि हुन्छ क्या। पिरो भयो, छिटो छिटो। ए यो त डेन्जर हुने रहेछ यार। हल्छ ग्यास त बर्बाद हुने भयो, देश बर्बाद भयो दाइ, देश बर्बाद भइसक्यो। लाइभ फायरिङ भइरहेछ है त। ओ माई गड, फायरिङ फायरिङ भइरहेछ है। हेत्तेरी आगलागीको दृश्यलाई पनि म तपाईँलाई देखाउँछु। यहाँ हेर्नुहोस्, यहाँनिर अहिले यसरी तिनकुनेको एक घरमा आन्दोलनकारीहरूले आगो लगाएका छन्। आन्दोलनकारीहरूको दाबी छ कि त्यस घरबाट असुल ग्यासहरू फालेको कारणले गर्दा यसरी घर जलाउनु परेको भन्ने किसिमको दाबी आन्दोलनकारीले गरेको अघि सुन्न सकिन्थ्यो। र यहाँ चारैतिरबाट ढुङ्गा बर्सिरहेको छ। जति बेला पनि हामीलाई लाग्न सक्छ, जे पनि हुन सक्छ। निकै नै ठुलो घटना घट्न सक्ने सङ्केत यहाँ देख्न सकिन्छ। सरकार पक्ष संयम हुन जरुरी छ, संयम हुन जरुरी छ। यहाँनिर सरकार पक्ष संयम भएन भने यहाँ जे पनि हुन सक्छ। आन्दोलनकारीहरूले तपाईँ देख्नुहुन्छ दमकल माथि पनि ढुङ्गामुढा गरिसक्यो। उहाँ पारी दमकल गइरहेको थियो। यो घरमा आगो लागिरहेको छ। घरमा लागेको आगो निभाउनका लागि आएको दमकललाई पनि यति बेला आन्दोलनकारीलाई ढुङ्गा हानेर भगाइदिइसकेका छन्। यहाँनिर ओ माई गड रगत आयो। ओ माई गड बिचारा यार। ओ माई गड, जे पनि हुन्छ त्यो माथि आएर के आइरहेको छ के भयो हेलमेट छैन? हेलमेट लाउन पाए हुन्थ्यो यार। तिमीले हेलमेट लाएर ठिक गरेर रहेछ होइन यार। यसरी त अरू कता नलाइदिउँ, फेरि हेलमेट हरायो भन्ला। खै कसको यार, ध्वस्तै पारिदिइसकेछ नि यार। अब यो के भन्ने के, यो देश कहाँ पुग्दैछ, के हुँदैछ यो देशमा? तेरी यार, रणभूमि बनाएर छाड्ने भयो यार यो देश। यो वातावरण, यो अवस्था, यो देशको यो अवस्था सिर्जना गर्ने यी राजनीतिक दलका नेताहरू, यी टाउकेहरू, यिनलाई यो मार्नुपर्ने खास त के गर्ने। अब जनताहरू मरिरहेछन्। ए एम्बुलेन्स बोलाएर पठाइदेऊ न यार, बिचरा त्यत्रो रगत आइरहेछ यार। खै प्रहरी साथीहरू, ल यार, जो मरे पनि नेपाली मर्ने हो, जसलाई लागे चोट लाग्यो भने नेपालीलाई लाग्ने हो। खै त यार, हो दर्शकले अहिले यहाँ निकै नै तिनकुनेमा यति बेला हामी छौँ। रणभूमि बनेको छ यति बेला तिनकुनेको माहौल तपाईँ यहाँ देख्न सक्नुहुन्छ। यहाँ भर्खरै एकजना घाइते भइसक्नु भएको छ। भागाभागको अवस्था सिर्जना भइसकेको छ यहाँ। भागाभाग ए भाग ए खस तेरी असलो ग्यास फालेछ यार। असलो ग्यास ढुङ्गा हान भइसक्यो है। ल उताबाट पुलिसले ढुङ्गा हानिरहेको छ, यताबाट प्रदर्शनकारीले ढुङ्गा हानिरहेका छन्।
पुलिसले ढुङ्गा हाल्छ माहौल अहिले यति बेला निकै नै तातेको छ। ओहो, आन्दोलनकारीहरूले घरमै आगजनी गरिसकेका छन्। यहाँनिर तपाईँ देख्न सक्नुहुन्छ। ओहो बाफरे, अल्सु ग्यासहरू फालेछ प्रहरी, त्यही पनि आन्दोलनकारी मान्न तयार छैन, भिडिरहेको छ, ढुङ्गामुढा गरिरहेको छ। यताबाट प्रहरीले ढुङ्गा हानिरहेको छ, उताबाट आन्दोलनकारीहरूले ढुङ्गा हानिरहेका छन्। माहौल निकै तातेको छ। घरमै आन्दोलनकारीहरूले आगजनी गरिसकेका छन्। एकदमै ठुलो माहौल देख्न सकिन्छ। एम्बुलेन्स यहाँनिर गइरहेको छ। ढुङ्गाहरू बर्सिरहेको छ, तपाईँ देख्न सक्नुहुन्छ। ठुलो ढुङ्गाहरू बर्सिरहेको छ। अल्सु ग्यासहरू प्रहरीले फालै छ। प्रदर्शनकारीहरू मान्न तयार छैनन्। टिपेर यतै फालिदिए। प्रहरीले यताबाट फालेको अल्सु ग्यासलाई टिपेर प्रदर्शनकारीहरूले उल्टो प्रहरीतिर फालिरहेको अवस्था छ। ओ माइ गॉड, ढुङ्गा आयो। अल्सु ग्यास नै यहीँ फालिदिइरहेको छ नि यार, डेन्जर यार। ढुङ्गा आयो, भागो यार। यो तनावपूर्ण अवस्था धेरै नै ठुलो तनावपूर्ण अवस्था सिर्जना भएको छ। यति बेला काठमाडौँ रणभूमि बनिसकेको छ। दर्शकवृन्द, काठमाडौँ रणभूमि बनिसकेको छ। प्रहरीले अल्सुर ग्यास यताबाट फालिरहेको, अल्सुर ग्यास पनि आन्दोलनकारीले टिपेर प्रहरीतिर फालिरहेको अवस्था छ। आन्दोलन निकै नै ठुलो रणभूमिमा परिणत हुने संकेत यहाँ देख्न सकिन्छ। प्रहरी पनि आफ्नो ज्यान जोगाउनका लागि प्रहरीलाई समेत हम्मे भइरहेको अवस्था छ। आन्दोलनकारी मान्न तयार छैन। प्रहरी अगाडि बढिसक्यो, आन्दोलनकारीतर्फ अगाडि बढिसक्यो प्रहरी। अब यहाँ जे पनि हुन सक्छ। भर्खरै आन्दोलनकारीले तिनकुनेको एक घरमा आगजनी गरिसकेको छ। राजाको माग गर्दै राजा ल्याउनुपर्छ भन्दै यसरी निरन्तर रूपमा राजावादीहरू आन्दोलनमा घुमिएका छन्। काठमाडौँ रणभूमिमा परिणत भइसकेको छ। तिनकुने मात्र होइन, विभिन्न ठाउँहरूमा अहिले यस्तै किसिमको अवस्था देख्न सकिन्छ। तिनकुनेमा भने निकै नै ठुलो यहाँनिर झडपको अवस्था नै भइसकेको छ र फेरि पनि त्यस्तो किसिमका सङ्केतहरू यहाँ देख्न सकिन्छन्। ढुङ्गाहरू चारैतिरबाट आइरहेको छन्। हामीलाई रिपोर्टिङ गर्न पनि यहाँनिर हम्मे गाह्रो अवस्था सिर्जना भइरहेको छ। अल्सु ग्यास आँखामा परिसकेको छ हाम्रो। अल्सु ग्यासको त्यो प्रहरी अगाडि बढ्न खोजिरहेको छ, तर डराइरहेको छ। प्रहरी पनि अगाडि बढ्न सकिरहेको अवस्था छैन। यहाँनिर निकै नै ठुलो अवस्था, यो झडपको अवस्था सिर्जना भइसकेको छ र झडप भइरहेको पनि छ। अवस्था तनावग्रस्त भइसकेको छ। दर्शकवृन्द,